हस् हस् दर्शकवृन्द अहिले छु म काठमाडौँमा। यो सर्प चाहिँ कस्तो भनेदेखि अहिलेसम्म काठमाडौँमा मैले ठुलो हुँदासम्म यस्तो खालको सर्प चाहिँ देखेको छैन हैन। काठमाडौँमा चाहिँ एकदम नर्मल किसिमको धामन सर्पहरू अथवा त्यो हरियो हरियो खालको हरियोहरू मात्र देखिन्थ्यो। यस्तो खालको सर्प देखिन्थेन। तर अब आजकल चाहिँ म्याक्सिमम भारी रूपमा चाहिँ नेपालको तराई जिल्लाहरूबाट सामान आउने कारणले गर्दाखेरि चाहिँ त्यसमा चाहिँ लुकेर चाहिँ अथवा त्यो सँगसँगै चाहिँ त्यसमा अन्डाहरू सर्पको अन्डाहरू विषालु सर्पका अन्डाहरू देखिने क्रम जारी छ। मलाई लाग्छ यो सर्प हुन त म सर्पको विशेषज्ञ त होइन, तर जुन जस्तो खालको देखिन्छ यो धामन सर्प चाहिँ होइन जस्तो लाग्छ मलाई। यो घरको ट्युबलाइटमा चाहिँ लुकेर बसेको अवस्थामा थियो र मैले चाहिँ ट्युबलाइटै सहित निकालेर लिएर आएको छु। र यो हाम्रो वरिपरि चाहिँ बच्चाहरू हिँडिरहन्छन्। त्यसको कारणले गर्दाखेरि चाहिँ म अहिले यहाँ गोकर्णको जङ्गल नजिक आइपुगेको छु। म यसलाई चाहिँ गोकर्णको जङ्गलमा छोड्न गइरहेको छु र यो प्लास्टिक खोलेर पनि देखाउने छु। र सर्पलाई चाहिँ अलि नजिक रूपमा चिन्नुहुने दर्शकहरूले अथवा सर्पको एक्सपर्टहरूले चाहिँ मलाई बताइदिनु होला चाहिँ यो चाहिँ कुन प्रजातिको सर्प हो भनेर। यो कार्य चाहिँ एकदम डेन्जर पनि हुनसक्छ। यो म यहाँ जङ्गलमा आइरहेको छु, यहाँ बाँदरै छन् र म यसलाई चाहिँ यो सर्पलाई चाहिँ यही जङ्गलभित्र छोड्न गइरहेको छु। यो ट्युबलाइटभित्र लुकेर बसेको अवस्थामा छ। म हजुरहरूलाई चाहिँ सकेसम्म चाहिँ यो सर्पलाई चाहिँ निकालेर देखाउने कोसिस गर्नेछु। यसको वरिपरि हात चाहिँ लैजान्न, यो एकदम निकै नै खतरा हुनसक्छ। म यो ट्युबलाइटमा रहेको तारलाई तान्छु। त्यसमा एउटा प्लास्टिक बेरिएको छ। सायद त्यो प्लास्टिक उक्किएपछि चाहिँ यो सर्प बाहिर निस्कन सक्छ। म यो जङ्गलभित्र छोड्न गइरहेको छु यो सर्पलाई चाहिँ। जङ्गलभित्र कसरी छोड्नु भन्नेमा छु क्या म चाहिँ। जङ्गलभित्र जाने ठाउँ चाहिँ छैन। here it is। यो चाहिँ जङ्गलमा एक ठाउँ चाहिँ यो पर्खाल भत्किएको अवस्था छ र म यहाँबाट चाहिँ थोरै भित्र छिरेर चाहिँ यसलाई चाहिँ यहीँ भित्र छोड्ने अवस्थामा छु। यहाँ निकै बाँदरहरू पनि छन् हैन। उसै त यो जङ्गल फेरि एकदमै धेरै डेन्जर हुन्छ। यहाँ अनेक किसिमका चिजहरू पहिलेदेखि नै हुन्छन्। हुन त हामी बच्चा बेलामा यहीँ हुर्केको बढेको, तर अलि ठुलो भइसकेपछि जङ्गलसँगको दूरी कायम भइसक्यो। जङ्गलतिर हामी नआएको धेरै नै भइसक्यो। अहिले चाहिँ म अब यसलाई चाहिँ यो ट्युबलाइटबाट प्लास्टिक निकाल्न गइरहेको छु। यो निकै खतरा
कहाँ हुनसक्छ यदि यो विषालु सर्प हो भनेदेखि। ओ शिट, ल यो सर्पलाई चाहिँ जान्नुहुने, ओइ जान्नुहुने अथवा देख्नुहुने बुझ्नुहुने सबैले चाहिँ कमेन्ट गरिदिनु होला कुन प्रजातिको सर्प हो भनेर। हेर्दाखेरि विषालु सर्प होइन जस्तो पनि लाग्छ, तर यस्तो कलरको सर्प चाहिँ मैले सायदै देखेको छैन अहिलेसम्म। हाम्रो यतातिर चाहिँ धेरै जसो धामन सर्पहरू देखिन्थे हैन। हो यसले एकदम डेन्जर पाराले चाहिँ यो जिब्रो निकालिरहेको छ। यो चाहिँ हुनसक्छ मलाई एट्याक गर्ने अवस्थामा देखिन्छ, अथवा फुलिरहेको छ यसले। यसको जिउ लचक के भन्ने। अब मैले जहाँसम्म टिभीहरूमा देखे अनुसार जब यो आक्रमण गर्ने अवस्थामा हुन्छ यसले चाहिँ त्यो आफ्नो शरीरलाई त्यस्तो बनाउँदछ अथवा टाउको उठाउँदछ यसले आक्रमण गर्ने बेलामा चाहिँ हैन। म यसलाई अब यो जङ्गलमा छोड्न गइरहेको छु। यो एउटा प्राणी नै हो, यसले पनि बाँच्ने र जिउने अधिकार छ। त्यो कारणले गर्दा मैले यसलाई मार्दिन। र यो आफ्नो ठाउँमा गएको छ। मैले यो घना जङ्गलमा छोडिदिइसकेको छु। अब यो जङ्गल नै यसको साथी हो, मित्र हो।